नमस्ते, म विजय रत्न तुलागर असम काठमाडौँमा बस्छु। विगत केही समयदेखि मलाई किडनीमा समस्या भएको थियो। विभिन्न डाक्टरहरू कहाँ पनि देखाएँ, हस्पिटलहरू पनि धाएँ। केही समय अगाडि म हस्पिटल भर्ना पनि भएँ एउटा समस्याले गरेर। किडनीको समस्याले गरेर मेरो पिसाबै रोक्यो। त्यसपछि म हस्पिटलाइज भएँ र हस्पिटलले मलाई डायलिसिस गर्ने सजेस्ट गरेको थियो र परिवारले पनि डायलिसिस गराउन नै खोजेको थियो। तर म चाहिँ डायलिसिस गर्न चाहँदैन थिएँ, किनभने मलाई यो शुद्धिग्राम र नेचुरोप्याथीबारे थाहा थियो र मैले थाहा पाइरहेको थिएँ। मैले यो नेचुरोप्याथी र शुद्धिग्रामबारे विभिन्न माध्यमबाट पढिरहेको थिएँ, जानिरहेको थिएँ। म यहाँ आउन चाहन्थेँ, तर परिवारको अगाडि मैले केही भन्न नसकेको अवस्थामा तर समस्या ठ्याक्कै के भयो भने डायलिसिसको लागि समय कुर्नुपर्ने भयो, महिनौ कुर्नुपर्ने भयो। र यो महिनौ कुर्दा मैले परिवारलाई के सल्लाह दिएँ भने त्यो महिनौ कुर्दा म शुद्धिग्राममा गएर एकचोटि भेटघाट गर्छु, त्यहाँको सेवा पनि लिन्छु, त्यहाँको के छ अवस्था हेरेर आउँछु भनेर यहाँ आएँ। यहाँ जोइन गरेँ। जोइन गरेको पहिलो दिनमा नै मलाई सुखद अनुभूति भयो। यहाँका स्टाफहरू, यहाँका डाक्टरहरूले यति राम्रो सल्लाह दिनुभयो मलाई। मेरो समस्या भनेकै मेरो जीवनशैली रहेछ, मेरो खानपान रहेछ, अव्यवस्थित खानपान रहेछ भन्ने कुरा मैले बुझेँ। यहाँ मैले 7 दिन यो विभिन्न किसिमको थेरापीहरू लिएँ। यहाँ उपलब्ध भएका सबै थेरापीहरू लिएँ। यो थेरापीहरू लिँदै गर्दा मलाई के अनुभूति भयो भने मानिस भनेको प्रकृतिसँग नजिक हुनुपर्ने रहेछ, प्रकृतिमै बाँच्नुपर्ने रहेछ, प्राकृतिक कुरा गर्नुपर्ने रहेछ। मेसिन जन्य कुराहरू अथवा चाहिँ त्यस्तो रसायन जन्य कुराहरूबाट प्रेरित भएर नभइकन प्रकृति जन्य खानेकुरा खानु पर्यो, प्रकृति जन्य काम गर्नु पर्यो भन्ने कुरा मैले थाहा पाएँ। यहाँ आएर मैले विभिन्न किसिमका स्नानहरू गरियो। यो स्नानहरूको लाभ लिएँ मैले। पञ्चकर्म अन्तर्गतका सबै कामहरू गरेँ मैले, कामहरू गराइयो मलाई, जसबाट अहिले म पूर्ण रूपमा स्वस्थ भइसकेको नहोला तर मेरो आरोग्यताको आरम्भ भयो भन्ने मलाई फिल भइरहेको छ। यहाँ आउँदा मैले ब्लडहरू टेस्ट गराएँ, सबै टेस्ट गराएँ र त्यो रिपोर्ट यहाँ आज मैले 7औं दिन पुरा गरेर जान लाग्दा फेरि ब्लड टेस्ट गराउँदा आकाश पातालको सुधार देखियो। यो सुधारले म एकदमै खुसी छु। म त के सल्लाह दिन्छु भने सकेसम्म सबै प्राणीहरू, सबै मानिसहरूले प्राकृतिक शैली अपनाउनुहोस्। रोग नै कहिले लागोस् उहाँहरूलाई पनि, उहाँहरूलाई तर रोग लागिहाल्यो, जतिसुकै गम्भीर रोग लागे पनि, जतिसुकै खतरनाक रोग लागे पनि एकचोटि प्राकृतिक चिकित्सा अन्तर्गतको यो शुद्धिग्रामतिर एकचोटि आएर सल्लाह लिएर अगाडि बढ्नुभयो भने धेरै राम्रो हुन्छ जस्तो मलाई लागेको छ। किनभने मलाई पनि राम्रो लागेको छ। र यो 7 दिनको बसाइमा मैले जति पनि यहाँ आएका बिरामीहरूलाई भेटेँ, यहाँबाट जानुभएका बिरामीहरूलाई भेटेँ। मेरो साथीहरू पनि यहाँ आइरहनु भएको रहेछ, गइरहनु भएको रहेछ। उहाँहरूको अनुभव सुन्दा पनि मैले के जाने भने यहाँ आउनु भनेको आरोग्यताको आरम्भ हो। यहाँ आउन साथ आजको भोलि नै डक्क निको होइन, जीवनशैली परिवर्तन गर्ने एउटा सिकाइ हो। यो सिक्दै गएर जीवनमा लागू गर्न सक्यो भने तपाईँ कहिले पनि रोगी हुनुहुन्न, रोगबाट तपाईँ मुक्त हुनुहुनेछ भन्ने मलाई थाहा छ। किनभने म मुक्त हुने बाटोमा लागेँ। यसको लागि म शुद्धिग्रामलाई मुरी धन्यवाद दिन्छु र शुद्धिग्रामका सबै डाक्टर, सबै कर्मचारी भाइहरू, बहिनीहरू, स्टाफहरूलाई धन्यवाद दिन्छु र म उहाँहरूप्रति आभारी छु। मलाई यो आरोग्यताको बाटोमा हिँडाइदिनु भएकोमा एकदमै खुसी लाग्छ। धन्यवाद।